बढीमा यही सालको अंग्रेजी वर्षको डिसेम्बर हैन, त्यो भित्र यहाँ दुर्घटना हुन्छ। तर कस्तो हुने भयो यहाँ भन्छ भने, जस्तो हामीले भन्थ्यौं नि सोमालिया, इथियोपिया, रुवान्डा, बुरुन्डीको कुराहरू थियो नि, त्यो मोडालिटीमा जाँदैछ देश। त्यो मोडालिटीमा माने बहुपक्षीय चाहिँ तपाईको मुठभेड भिडन्तहरू अब ग्याङ सबै बनाइराखेको छ। तपाईँ अनुमान गर्नुहोस्, मैले त बोले पनि, जस्तो चाहिँ 8000 कैदीबन्दी फरार छन् रे, 10,000 तपाईँ कल्पना गर्नुहोस्। तपाईँ हामीले अब यहाँको पुलिसले अथवा चाहिँ कसैले कुनै पनि मान्छेलाई पक्रन चाह्यो भने त्यो चाहिँ 100 मिटर गहिरो बङ्कर खनेर लुके पनि यसले भेट्छ यहाँ। त्यो गर्दै आछ, हामीले देखेका छौँ, गर्दै आछ। तर 10,000 चाहिँ तपाईको फरार बन्दीहरू भेटिनन्। यही छन् सहर बजारमा, काठमाडौँमै घुमिरहेछन्, सहरमा घुरिरहेछन्, डेरा लिएर बसेका छन्, फ्ल्याट लिएर बसेका छन् परिवारसित, तर समातिँदैन। किन समात्ने उद्देश्य होइन, त्यो प्रयोगको निम्ति चाहिँ छोडिएको हो। जस्तो जेलले तोड्यो नि, जेन्जीले तोड्या होइन, किनभने अपराधी प्रयोग गर्नुको निम्ति बाहिर निकालिएको छ एक। र अर्को अस्ति एउटा मिडियामा आयो, लगभग 14,000 चाहिँ गोली हराए, 1300 जति चाहिँ यसो बन्दुकहरू हराए भन्ने आइरहेछ। मैले सुन्दैछु गोली 1 लाख हराएका छन्, 1 लाख पुलिसका चाहिँ तपाईको गोदामहरूबाट 1 लाख गोलीहरू लुटिएका छन्।